पोलेको पोर्क बेली क्या खानु पर्छ होला कि पोर्क बेली रोस्टेड हेर त यहाँ आजको हाम्रो नयाँ आइटम है यो हाम्रो मेनु पोर्क बेली रोस्ट ओहो कस्तो महँगो पर्छ है ल अर्ग्यानिक चुलामा ल अर्को पनि छ यहाँ हाम्रो ओभन ल ओभनमा खाने हुन्छ अनि यहाँ चुलामा सिजलिङ के गर्छौ चटनीको लागि उस भयो टमाटर पाक्यो ओहो सिजलिङ हेर त सिजलिङ चटनी पनि बनाउनु है अहिले त सेलाइदिनु त्यो बनाइहाल हेर उस भयो अनि त्यसो सुन्नु त भात पनि बसाल्नु पर्छ बाजे आउनुहुन्छ यसलाई उता राख्नु न यसलाई उता राख्नु त्यसलाई यता राख्नु मिलाएर राख्नु त्यहाँदेखि यतिकै त्यहाँ हाल्नु मिलाउनु न सिक्वेन्स ल यहाँ अरू पनि छ हाम्रो मेनु रानी क्यारिन खानको पायो होला भयो सुन त त्यो हिजोको छ नि कुकर त्यहाँबाट थोरै भात निकाल्दै त्यो भिजाएर राख अर्को नयाँ कुकरमा पकाउनु भयो पोर्क बेली अर्को लट सुरु भयो यहाँ सेकको बनाउनु भयो कि यही बन्यो कि सेकको पोर्क बेली